दर्शक नमस्कार, म ठाकुर बेलबासी। कार्यक्रम सर्वे भवन्तु सुखिनःमा यहाँलाई हार्दिक स्वागत छ। आज पनि हामीले एकजना सत्पात्रको खोजी गरेका छौँ। हामीसँग हुनुहुन्छ नेपालकै पहिलो फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर। ज्ञानी शोभा तुलाधरले विशेष गरी फेसन डिजाइनमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएको छ। झन्डै 6 दशक लामो समयदेखि फेसन डिजाइनमा समर्पित ज्ञानी शोभा तुलाधरले नमुना कलेज अफ फेसन टेक्नोलोजी कलेज सञ्चालन गरिरहनु भएको छ। उहाँले दरबारदेखि सर्वसाधारण नागरिकसम्मका पोसाकहरू तयार गर्ने र सँगै नेपाली चलचित्रदेखि अन्तर्राष्ट्रिय चलचित्रसम्म चलचित्रका पोसाकहरू तयार गर्ने अनुभव हासिल गर्नुभएको छ। उहाँसँग आज हामी अन्तरङ्ग भएर फेसन डिजाइनको कथा, फेसन डिजाइनको इतिहास सुन्ने जमर्को गर्दैछौँ। हामी सँगै हुनुहुन्छ सुप्रसिद्ध फेसन डिजाइनर एवं समाजसेवी ज्ञानी शोभा तुलाधर। उहाँलाई स्वागत गरौँ। तुलाधरजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, फेसन डिजाइनमा यहाँ कसरी प्रवेश गर्नुभयो? प्रवेशको कथा सुनौ न। बचपनदेखि लुगा काट्न नजान्दाखेरि नै दायाँ हातले खाना खाँदै देब्रे हातले रातो माटोले लिपेको हाम्रो भुइँगल भन्छौँ हामी। देब्रे हातले डिजाइनहरू कोर्दै खाना खाँदै गर्दाखेरि मेरो त्यो देब्रे हात चल्ने र विभिन्न किसिमको कल्पनाहरू म लुगामा उतार्ने गर्थेँ। मेरो परिवारको पृष्ठभूमि पनि मेरी आमा तोल छिमेकीको लुगा सिएर गजरको तार्नुहुन्थ्यो र सायद उहाँहरू दुवैजनाको विचार विवेक र उहाँहरूको कल्पना शक्ति, रचनात्मक शक्ति ममा अलिकति ट्रान्सफर भएको जस्तो लाग्थ्यो र उहाँहरूले सिउने, उहाँहरूले काटेको कपडा, मेरो बुबाले कोरेको चालका नक्साका फर्निचरहरू हेर्दाखेरि ममा धेरै कल्पनाहरू जाग्थ्यो र हरेक क्षेत्रबाट म प्रभावित हुन्थेँ। उहाँहरूको काम एउटा आमाको त्यो टाइममा मेजरिङ टेप थिएन, हातले औँलाले नापी लुगा काट्नुहुन्थ्यो। त्यो सिप म धेरै निहालेर बचपनदेखि हेरिराखेको हुन्थेँ। भनेको आमा सिलाइ बुनाइमा हुनुहुन्थ्यो। हजुर, आमाले गरेको काम देखेर तपाईँ यो क्षेत्रमा प्रवेश गर्नु? आमाबाट प्रभावित चाहिँ म पक्कै थिएँ, तर बुवाको एउटा शब्द स्वावलम्बी हुनुपर्छ, आत्मनिर्भर हुनुपर्छ, तिमी बाहिर गएर जागिर खाने होइन, तिमी केही सिक्नुपर्छ भन्ने सोचलाई केलाउँदै जाँदा के गर्दाखेरि म अलिक फरक ढङ्गले समाजमा प्रस्तुत गर्न सकिन्छ भन्ने सोच ममा थियो। आमालाई भने मलाई अलिकति कपडा किनिदिनुहोस् न, म पनि लुगा सिउन मन लाग्यो भनेर भन्दाखेरि मेरो आमाले कहाँ हुन्छ, त्यत्रोमा त्यस तालो सालो कपडामा पहिला सिउने अनि त्यहाँपछि मात्रै नयाँ कपडा किनेर सिउनु तिमीले त अहिले काट्नु हुँदैन, जानेको केही छैन भनेर भन्नुभयो। तर मलाई मेरो आमाले तालो सिउन लगाउनु भयो, थैली सिउन लगाउनु भयो, सियो त समात्न लगाउनु भयो। त्यही सियो आज मेरो मात्रै कर्म कोरिएन, मेरो मात्रै भाग्य कोरिएन, नेपाल अधिराज्यको हाम्रो सारा दाजुभाइ दिदीबहिनीहरूको भाग्य पनि धेरै जसो कोरिएको थियो। जति बेला नयाँ कपडामा सिलाउने, नयाँ कपडा नाप्ने तपाईँमा त्यो रहर जागेको थियो, उमेर कति थियो होला? 9-10 वर्षको होला, सानै थिएँ। मलाई थाहा छ ममा एकदमै भाव चाहिँ उर्लिएको थियो कि के गरौँ भन्ने। त्यो बेला त कपडा नाप्ने इन्ची टेप थिएन, हातले नाप्नु पर्थ्यो भन्नुभयो नि, होइन? हातले भनेको यसरी बित्ताले नाप्ने ठ्याक्कै मिल्थ्यो कपडाको त्यो शरीरमा मिल्न आयो। हजुर, तपाईँ बम्बई जाँदाको तपाईँको उमेर
र त्यो छेड त्यो परिस्थिति सम्झना गरिदिनुहोस् न। तुलसी मेरो बाबासँग भेट भएपछि बाबाले तिमी बम्बई जान्छौ भन्नुभयो। अनि बम्बईको चाम चाहिँ त मनमा आयो। अनि त्यो चाममा फस्ने त म फेरि बच्चैदेखि होइन। फेरि बम्बईको चाम त्यति बेला के कुरामा चाम त्यो कस्तो भित्रैदेखि मलाई कहाँ जाउँ के गरौँ भइरहेको, बम्बई जाउँ। अनि मैले फेरि त्यो प्रलोभनमा पनि फस्ने त म होइन। फेरि मैले तुरुन्तै उहाँसँग गएर पढेर के गर्ने त, त्यो क्वेसन चाहिँ मैले कहाँबाट सोधेछु। बम्बईमा फेसन पढ्नकै लागि हजुर। घरमा त अब बुझ्नु पर्यो, मेरो जस्तो सहर अन्कन्ता र अब आफूले पहिला त नराम्रै सुनिराखेको बम्बई भने यस्तो उस्तो पनि सुन्थ्यो। चेलीबेटी हरायो त्यहाँ लग्यो होला यस्तो यस्तो कुरा। अनि घरमा आएर बाबालाई मेरो बुवालाई भने यस्तो यस्तो भन्नुभयो। मेरो आमा त एकदम रुनुभयो एकैचोटि, हुँदैन जानु मिल्दैन भनेर रुनुभयो, कराउनु भयो। अनि बाबाले चाहिँ जानुपर्छ जानु, बाबालाई म विश्वास गर्छु। तपाईँ बम्बई जाने कुरा चलिरहँदा कति साल थियो? इन्डिया बङ्गलादेश पाकिस्तानको वार भएको थियो नि, त्यो टाइममा हाम्रो त्यहाँ फाइनल जाँच थियो। अनि हामीलाई छिटै पठाइदिएको। भनेको झन्डै 60 वर्ष अगाडिको कुरा गर्दैछौँ हामी। अब होला है 5 जना गएको थियौँ हामी। 2 जना भक्तपुरको इन्दिरा प्रजापति र रमा प्रजापति, अनि 1 जना सुनिता मल्लिकको दिदु, अनि उहाँको छोरी गीता मल्लिकको जनामा हामी 5 जना गएको। कलेज खोल्न दिन्छ त हामीलाई, बाबालाई फेरि सोधेँ मैले, बाबा म त यति पढेको, हामीलाई कलेज खोल्न दिन्छ त भने, ल तिमीले नपढे हामी परराष्ट्र मन्त्रीमा गृहेन्द्र बहादुर राज भण्डारीजी हुनुहुन्छ, ल जाउँ हामी मन्त्रालय जाउँ, ल मन्त्रीसँग तिमीलाई कुरा गराउँछु भनेर हामीहरू सबैलाई लग्नु भयो बाबाले। अघि मन्त्रालयमा मन्त्रीजीसँग पनि कुरा भयो। अनि उहाँहरू पनि एकदम सहकार्य गर्ने, राम्रो कुरा हो गर्ने भन्ने कुरा गर्नुभयो। अनि हामी ढुक्क भएर कलेजै खोल्ने भनेर गएको थियौँ। नेपाल फर्किएपछि कलेज खोल्ने? हजुर। मेरो क्वेसनै त्यो थियो, किन जाने, के काम गर्ने त फर्केर आएर। त्यहाँ गएर तपाईँहरू फेसन डिजाइन पढ्न थाल्नु? हजुर। अब फेसन भनेर अहिले जस्तो डेफमा चाहिँ छैन, हल्का फल्का हुन्थ्यो। अनि बढी चाहिँ सिलाइमा जान्थ्यो, त्यहाँ सिलाइ कटाइमा बढी हुन्छ। हाम्रो ह्युमन एनाटोमीहरू भयो, कलरहरू, टेक्सटाइल भयो, अलिअलि सबै कुरा चाहिँ हुन्छ। अहिलेको जस्तो चाहिँ डेभलप चाहिँ त्यति थिएन। अब त्रासको जिन्दगी भयो त्यहाँ चाहिँ। पानीमा बिख हाल्यो, पानी खान नपाउने, रेल सबै बन्द भयो, हिँडेर एक्जाम दिन जानुपर्ने, पैताला भरि फोक्का। अरे यस्तो दुःख भयो कुरै छैन। यहाँबाट पैसाहरू केही नपठाउने, केही चिज नपाउने। अनि त्यहाँ 1 गिलास पानी पनि मागे खानुपर्ने, त्यस्तो अवस्था भएपछि अनि इन्दिरा गान्धीले चाहिँ इमर्जेन्सी लागू गर्नुभयो। अनि रात चाहिँ उहाँले इमर्जेन्सी स्पिचहरू दिने। अनि हामी चाहिँ अब कुन बेला बम ब्लास्ट हुन्छ त्यहाँ ब्ल्याकआउट छ पुरा है, बाँचिन्छ कि मरिन्छ पो अवस्था भयो। बाँच्ने त कुरै जस्तो थिएन। रात पऱ्यो कि सबै ब्ल्याकआउट गर्ने, झ्याल ढोका सबै ब्ल्याक पेपरले टाल्नु पर्ने, बत्ती हुँदैन। अनि हामी भर्याङको त्यो अपार्टमेन्टमा हामीलाई एउटा फ्ल्याट लिइदिनु भएको थियो बाबाले, त्यो भर्याङमा बस्ने। र इन्दिरा गान्धीले एकदमै ऊर्जावान स्पिचहरू दिने। अनि त्यो हामीले सुने। त्यहाँ अपार्टमेन्टमा 1 जनासँग ट्रान्जिस्टर हुन्छ, त्यो सुनिराख्ने हामीले चाहिँ। अनि आफूसँग भएको के छ, एउटा टर्च लाइट, एउटा के छ लिएर बस्ने। अब कुनै पनि बेलामा के, अब त्यो त त्यस्तो अवस्थामा हामी चाहिँ फाइनल जान दिएर अनि विदेशी युद्धमा गएको सिपाहीको जस्तो जीवन भएछ। एकदमै कठिन भएपछि अनि इन्दिरा गान्धीले चाहिँ विदेशी नागरिकहरू फर्क भन्नुभयो होइन। फर्क भएपछि त्यही हतारमा कसरी फर्केँ, कसरी के गरेँ म के मेरो कल्पना बाहिरै भयो। त्यो बेला चाहिँ नेपालबाट बम्बई जाँदा, बम्बईबाट नेपाल आउँदाको त्यो यातायातको सुविधा कस्तो थियो? जनकपुरसम्म जहाजमा भयो होइन। अनि त्यहाँ पछि त्यो एउटा रेल छिक गर्ने एउटा रेल कहाँको हो, त्यहाँ जनकपुरबाट बसाउनु भयो। अनि त्यहाँबाट एउटा पानी जहाज, सानो एउटा ढुङ्गा हो कि जहाज हो, स्लो मोसनको रेलमा बसाल्नु भयो। अनि पछि हामी मुजफ्फरपुरमा गएँ।
तपाईँहरूलाई पुर्याउन तुलसी मेयर नै जानुभयो? आउनुभयो, बाबा नै आउनुभयो। बाबा यति साँडगी, बाबाको पछि थाहा भयो मलाई, बाबाले एक मुठी चामल मागेर जीविका पार्जन गर्नुभएको कुरा भयो। हाम्रो महिला आश्रम, महिलाको लागि उहाँले कसरी बलिदान गर्नुभयो भन्ने कुराहरू, सबै कुराहरू पछि थाहा। पहिला त मलाई त्यस्तो खास के पनि थिएन, पछि बिस्तारै थाहा। अनि उहाँ चाहिँ बाबालाई असाध्यै मान्ने, भगवान् जस्तै मान्ने, बाबाको पैर छुने। अनि बाबाले चाहिँ आफैले बनाएको बुनेको कपडाको भेस्ट लगाउनुहुन्थ्यो, अनि त्यसको माथि एउटा ओभरकोट जस्तै आफैले बुनेको, आफैले बनाएको कोट लाउनुहुन्थ्यो, अनि एउटा पाइजामा, अनि आफैले बनाउनु भएको रबरको चप्पल लाउनुहुन्थ्यो उहाँले। अनि लट्ठी एउटा टेकेर, एउटा छोला पिराएर, एउटा छोला पनि कपडाको आफै बनाएर आफै भिरेर अनि जानुहुन्थ्यो। अनि कहिलेकाहीँ बाबालाई सघाउन म त्यो छोला समातिदिन्थेँ। त्यसरी बाबा चाहिँ जानु। तर त्यहाँ इन्डियामा म चाहिँ पुरमा पुगेपछि हामीलाई खाना पनि राम्रो पाएँ। आश्रममा एक दिन बसाल्नु भए जस्तो छ। अनि त्यहाँ बाबाको स्वागत गर्नुभएको, अनि बाबाले नेपालबाट पढ्न ल्याएको नानीहरू भनेर देखाउँदा उहाँहरूले गरेको इज्जत, त्यहाँपछि बाबाप्रति अलिकति, पहिला त को हुनुहुन्छ के हो के पनि थाहा छैन, बाल मस्तिष्कमै भन्नु पर्यो। अनि पछि चाहिँ मलाई उहाँप्रति आस्था बढ्दै जान थाल्यो। नेपालमा देश निकाला हुनुभएको रहेछ, गएर गान्धीजीको शरणमा पुगेर गान्धीजीको देब्रे हात बन्नुभएको रहेछ। उहाँ एक दायाँ हात चाहिँ विनोबा भावेजी हुनुहुन्थ्यो के अरे, अनि देब्रे हात, अनि उहाँलाई नेपाल गान्धी भनेर त्यहाँ सम्बोधन गर्दाखेरि चाहिँ हामी छस्क्यौँ एकदमै, हामीलाई थाहा नभएको कुरा। अहिले पनि गान्धी तुलसी मेयर भनेरै चिनिन्छ नि। हजुर हजुर। बम्बईबाट नेपाल फर्किसकेपछि तपाईँको व्यावसायिक जीवन सुरु भयो? बम्बईबाट फर्केपछि काम सुरु गर्ने मेरो कुनै थिएन, उद्देश्य थिएन। हामी त कलेज खोल्न गएको। फेरि यहाँ आउँदाखेरि केही मन्त्रीज्यूले हामीलाई कलेज खोल्ने प्रोत्साहन दिनुभयो। उहाँले नै फेरि अहिले खोल्न मिल्दैन, सरकारले दिँदैन भनेर दिनु भएन। बाबाले केही माग्नु भएको थिएन। बाबाले उहाँको आश्रममा खोल्छु, उहाँले केही माग्नु भएको थिएन, एउटा पर्मिसन माग्नु भएको थियो, उहाँले दिन। फेरि मलाई अर्को निराशा भयो। तर म चाहिँ अलिकति हार चाहिँ पहिल्यैदेखि नखाने व्यक्तिमा परेँ जस्तो लाग्यो। अहिले हेर्दाखेरि अलि आँटिले अलिकति साहस नै भएको जस्तो। मैले चाहिँ के गरेँ भने, अनि जुन ठाउँमा म पहिला पढ्न गएको त्यहाँ सिकाउन थालेँ बाबाको आश्रममा। अनि बाबाले, मैले फेरि घचघचाउने, बाबा कलेज कहिले खोल्ने, बाबा देखेको बाबा हाम्रो कलेज खोल्ने कहिले भनेर सुन्ने। अलि म सोच्छु कि मलाई उहाँले ट्र्याकमा पारिराख्नु भयो जस्तो लाग्छ। अनि उहाँले मलाई चाहिँ एजुकेटिभ मेम्बरमा राखिदिनु भयो उहाँको संस्थाको, गान्धी तुलसी मेयर चरखा आश्रम। त्यसमा चाहिँ बाबा अध्यक्ष हुनुहुन्छ, हाम्रो स्वर्गीय माथिको प्रधानमन्त्री माटेको प्रसाद कोइरालाज्यू उपाध्यक्ष हुनुहुन्छ, अनि भगवती प्रधान न्यायाधीश भगवती प्रसाद सिंहज्यू हुनुहुन्छ, अनि किरण शमशेर जङ्गबहादुर राणाजी हुनुहुन्छ कमान्डर इन चिफमा, अनि हाम्रो खडमान सिंह बस्नेतज्यू हाम्रो उहाँ पनि मन्त्री भइसक्नु भएको थियो त्यो बेलामा, अनि त्रिभुवन मन्त्रीजी हुनुहुन्थ्यो, अनि रुद्रलाल स्वर्गीय, सबैजना स्वर्गीय नै हुनुभयो, रुद्रलाल मुर्मीजी हुनुहुन्छ, अनि दीर्घराज कोइरालाजी हुनुहुन्थ्यो, अनि महेन्द्र नारायण निरीजी हुनुहुन्थ्यो। त्यसमा मलाई चाहिँ तिमीलाई एजुकेटिभ मेम्बरमा राखेछु ज्ञानु, तिमी त मिटिङमा आउनुपर्छ भन्नुभयो। त्यो बेलाका विशिष्ट व्यक्तिहरूको कार्य समितिमा तपाईँलाई पनि राखियो? हजुर। अब मलाई उमेरले कति वर्ष कि हुनुहुन्थ्यो त्यो बेला? 20 वर्ष त होला नि, 20-21 वर्षै हो छैन होला, 20-21 वर्षै भनौँ न। अनि मिटिङमा राखेको छु भन्, बाबा मिटिङ भनेको कस्तो हुन्छ भनेर सोधेँ मैले। के गर्ने मिटिङमा भने, तिमी चुप ल्याएर बस न, कुरा सुन न,
ठुलो बडाको कुरा सुन्नुपर्छ नि भन्नु। अनि मैले के गर्ने, उहाँहरूले जे भन्नुहुन्छ त्यही गर न भनेर भन्नुभयो सजिलोसँग। अब उहाँले के गर्नु भन्नुहुन्छ भनेर कुर्छ त तमाखु भरिदिनु भन्नुहुन्छ, तमाखु भरिदिन्थ्यो मजैसँग। फेरि यति रमाइलो है, मेरो हरेक कामप्रति मेरो आस्था छ, मेरो भाव छ। म भक्ति गर्न रहेछ, म त्यो क्वालिटीको बच्चा रहेछ। अहिले के छ थाहा छैन। अनि त्यो पनि रमाइ तमाखु भर्ने। अनि ज्ञान तिमीले पकाएको त्यो बेलासम्म चिया त बम्बईमा खाने सुरु भइसक्यो, तिमीले पकाएको चिया मिठो चाहिँ लौ न चिया पकाइदेऊ न भन्नुहुन्थ्यो। त्यो पनि रमाउने नै नभन्ने। अनि त्यो कुरा सुन्दाखेरि अहिले म यति प्रफुल्लित भएछु कि उहाँहरू सबै घरमा भेट परिवारको 2 जना सदस्यको डायलग हुन्छ, कुराकानी हुन्छ होइन। त्यो त मास हो नि, त्यत्रो उच्च पदको व्यक्तिहरूको माझमा म सानो एउटा व्यक्ति। निकै ठुलो अवसर। त्यो अवसर मेरो लागि ठुलो भयो। त्यो मेरो जिन्दगीको ठुलो पाना, किताबको पाना त्यो रह्यो कि म राजनीतिक कुरा बुझ्न थालेँ। त्यहाँ हरेक राजनीतिकको कुरा हुन्थ्यो, हरेक विचार विमर्श हुन्थ्यो, एक करके व्यापारको कुरा हुन्थ्यो, ट्याक्सको कुरा हुन्छ। त्यो बेलामा ट्याक्स पनि थाहा छैन, के पनि थाहा छैन मलाई। तर उहाँहरू यति कमान्डर इन चिफले आर्मीको कुरा गर्नुहुन्थ्यो, भगवत प्रसाद सिंहज्यूले न्यायालयको कुरा गर्नुहुन्छ। अनि माथिका बुबा चाहिँ उहाँ भटपट बोल्नुहुन्न, सब खरमान बुबा चाहिँ आँखा चिम्लेर मुसमुसो हाँसिराख्नुहुन्थ्यो कुरा सुने। त्यो पाटा, त्यो मेरो लाइफको पार्ट चाहिँ त्यो अतुलनीय रह्यो, अविस्मरणीय। अनि त्यो मिटिङमा पनि मेरै कुरा राख्नुहुन्छ बुबा चाहिँ, यसले यो गरिन्, उसले यो गरिन्, यो भयो ऊ भयो, यो त यस्तो छ यो मान्छे, यो के हो यस्तो भनेर उहाँहरूलाई सुनाउनुहुन्थ्यो। अनि उहाँहरू सबैजना मलाई हेरेर मुसमुसो हाँस्नुहुन्थ्यो। अनि मलाई अलिकति गौरव पनि। अनि त्यहाँ पछि मेरो बिहा भयो। मेरो विवाह स्वर्गीय द्रव्यरत्न तुलाधरज्यूसँग भयो। मेरो त्यो बेलासम्म मेरो पसलको नाम थिएन, मेरो नामको थियो, पसल थियो, नामकरण गरिएको थिएन। हामीलाई त्यति पनि थाहा थिएन कि नामकरण गर्नुपर्छ भन्ने कुरा पनि हामीलाई ध्यानमा पनि छैन। किन अब काम भइरहेको छ, त्यतिमा डेलिभर गर्नुपर्छ, टाइममा दिनुपर्छ, कस्टमर खुसी पार्नुपर्छ मात्रै थाहा थियो। यसरी चाहिँ अब हुँदैन, अब तिमीले पसलको नाम दिनुपर्छ भन्नुभयो र उहाँले नमुना नाम दिनुभयो। यहाँले चलचित्रमा पनि फेसन डिजाइनको काम गर्नुभएको छ, चलचित्रका कलाकारहरूलाई चाहिने पोसाक बनाउनु भएको छ, त्यसका बारे अलिकति कुरा गर्नु। अब यो कुरा पनि ती पसलबाटै जोडिएको छ। पसलमा शान्ता श्रेष्ठ भन्ने दिदी हुनुहुन्छ, एकजना दिजो उहाँ हुनुहुन्छ। उहाँको श्रीमान उत्तमलाल श्रेष्ठज्यू अहिले स्वर्गीय हुनुभयो। त्यो बेलामा उहाँ चलचित्र संस्थानको म्यानेजर हुनुहुँदो रहेछ। अनि एक दिन चाहिँ जाउँ न जाउँ, हाम्रो बहिनी, मलाई बहिनी भन्नुहुन्थ्यो, जाउँ न जाउँ, बहिनी कहाँ लुगा सिउने बहिनीहरू कहाँ जाउँ भनेर उहाँले ल्याउनु भयो। अनि त्यहाँ म र मेरो बहिनीलाई पनि मैले सिकाइसकेँ, हामी 2 जना सँगै काम गर्ने गरेपछि। अनि ल तिम्रो दाइलाई यहाँ पसल देखाउन ल्याएको छु भन्नुभयो। दिदी एकदम फ्रेङ्क हुनुहुन्छ, एकदम मिजासिलो। अनि दाइ थाहा छ, दाइ चाहिँ चलचित्र संस्थानमा जिएम हुनुहुन्छ, फिल्म बनाउँदै हुनुहुन्छ, उहाँले सिन्दुर फिल्म बनाउँदै हुनुहुन्छ। ल गर्ने हो भन्नु न, ल दाइको अगाडि भन्नुभयो। म त बोल्नै सकेन कि त्यो मैले कल्पना बाहिरको कुरा भयो। अनि मैले गरेर गरेँ। अनि ल गर, तिमी गर्न सक्छौ भनेर भन्नुभयो उहाँले। पहिलो फिल्म सिन्दुर रहेछ तपाईँ, नेपालको पहिलो रङ्गीन चलचित्र। अनि मैले श्रीमानलाई भन्दा त कस्तो रहेछ त, फिल्ममा काम गर्छु भन्दा सोच्नुपर्छ र हुन्छ नभनिकन भन्नुभयो। अनि उहाँले पनि सहयोग गर्नुभयो, हुन्छ भन्नुभयो। अनि पछि हामीले गरेर कुराकानी गरेर त्यहाँबाट सुरु भयो। प्रकाश थापा डाइरेक्टर हुनुहुन्छ। अब उहाँ पनि कुशल डाइरेक्टर है। अब मलाई त यति मैले त्यो फिल्ममा काम नगरे पनि लुगा मात्रै डिजाइनिङ गर्दाखेरि पनि क्यामेरा ह्यान्डलिङ, अनि आउटडोर इनडोर कलर कम्बिनेसन, सारा कुराहरू उहाँले सिकाइदिनु भयो। मतलब फिल्ममा काम गर्नुभयो, 100औं भएछ।
फिल्ममा काम गर्दाका निर्देशक नायक नायिकासँगको त्यो काम गर्दाको विशेष संस्मरण केही छ? विशेषमा भन्दाखेरि भने त्यो सुटिङको त्यो टाइममा त म होल सुटिङमा बस्थेँ। त्यो टेक हुन्छ नि, टेक त्यो मलाई गाह्रो लाग्छ सुन्न। धेरै टेक लिने कलाकार होइन, धेरै टेक होइन। अब डाइरेक्टरलाई चित्त नबुझेसम्म भनेको अडियन्सलाई चित्त नबुझेसम्म भने रियालिटी दिनुपर्ने। त्यो टेक लिँदाखेरि चाहिँ त्यो कामभन्दा मेरो काम बेटर जस्तो लाग्थ्यो कि। तपाईँले काम गरेका फिल्म निर्देशकहरू मध्ये गजबको निर्देशक अथवा एकदमै कडा अथवा एकदमै नरम अब गजबको भने त उहाँ हुनुहुन्छ नि हाम्रो प्रकाश थापाज्यू, सबभन्दा सिनियर त उहाँ नै हुनुहुन्छ। अब हुन त अहिले शम्भु प्रधानज्यू, तुलसी घिमिरेज्यू, अनि प्रदीप रिमालज्यू, अनि लक्ष्मीनाथ शर्माज्यू थुप्रैसँग काम गरेँ होइन। निर शाहज्यू हुनुहुन्थ्यो होइन। उहाँहरूको सबै निर शाहज्यूको नि लुगा त मैले बनाउँथेँ नि फिल्ममा। मदन कृष्णज्यूको, हरिवंशज्यूको बस्दा सारा चिज त मै बनाउने। भुवन केसीज्यू, अनि शिव श्रेष्ठज्यू, अनि राजेश हमालको फ्यामिली त मेरै क्लाइन्टै हुनुहुन्छ। उहाँले अस्ति एउटा कामना अवार्ड लिन जाँदाखेरि एउटा गजबको शब्द बोल्नुभयो। उहाँ स्टेजमा हुनुहुन्थ्यो। ज्ञानीजी मात्रै होइन, मेरो मुवाको लुगा बनाउने दिदी पनि हुनुहुन्छ भनेर इन्ट्रोडक्ट गर्नुभयो के अरू। उहाँ चाहिँ भर्खरको बच्चा हुनुहुन्थ्यो त्यो बेलामा। लुगा लिन आउँदाखेरि मम्मीसँग आउने त्यो बेलादेखि। तर उहाँको पनि लुगा त फिल्मको बनाएँ मैले। तर त्यो मेमोरी रहेछ उहाँमा पनि। फिल्ममा काम गरेपछि पैसा पनि कमाइन्थ्यो नि होइन? अब पैसाको कमाइन्थ्यो होइन, यो कुरा पैसा लिन कतिको सजिलो थियो पैसा निर्माताहरूसँग? पहिला त सजिलै थियो होइन। अब पछि चाहिँ आफू पनि नभ्याइराख्ने। अनि त्यो घरिघरि पैसाको चेक भयो, साइन भएको छैन, छाप लगाएको छैन, अनि यो अनि ऊ त्यो बाना चाहिँ मलाई पचेन कि। किनभने म अहिले पनि मेरो फाइल टेबलमा एउटा रहन दिन्न। अहिले सिग्नेचर गर्नुपर्ने। अहिले मलाई त्यो टाइमको भ्यालुलाई उहाँहरूले नबुझिदिँदाखेरि चाहिँ अलिकति खेल लाग्यो पैसाको हिसाबमा। पैसा त मैले पनि कमाएँ नै होला होइन, नाम पनि मैले नै कमाएको छु। मलाई फिल्ममा चिनाउने त सिन्दुर फिल्म नै हो। मलाई चिनाउने प्रकाश थापा, बिएस थापाज्यू, उहाँहरू दर्पण छायाको तुलसी घिमिरेज्यू सबैले चिनाउनु त मलाई चिनाउनु भयो। आज जुन प्रश्न मलाई हजुरले गर्नुभयो नि, यो प्रश्न गर्ने वातावरण त उहाँहरूले दिनुभएको देन हो नि त। त्यसैले मैले सिक्न त सबै डाइरेक्टरसँग मजासँग सिकेको छु। त्योभन्दा ठुलो पैसा मेरो लागि केही पनि हुँदैन। 2टा विदेशी फिल्महरूमा काम गर्नु, नाइट ट्रेन टु काठमाडौँमा एसिस्टेन्ट डिजाइनर भएर काम गर्ने मौका पाएँ। त्यो बेलामा अनिल शाह जो चाहिँ एसिस्टेन्ट मार्केटिङमा हुनुहुन्थ्यो, उहाँ पनि भर्खर टिनेजमा। अनि अर्को चाहिँ मैले कारावानको टिमको 80 द कल अफ स्नोम्यान भन्दा भने मैले नेपाली डाइरेक्टरसँग मात्रै काम गर्ने मौका पाइनँ कि मैले अन्तर्राष्ट्रिय डिरेक्टरहरूसँग पनि मजासँग काम सिक्न मौका पाएँ। अनि त्यो मात्रै नभइकन एकचोटि फेरि यहाँ एउटा के फेसनै भनौँ है, अब ट्रेन्ड चल्यो भने नेपालमा फिल्म सुटिङ गर्ने भनेर पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल, इन्डिया जोइन्ट भेन्चर फिल्म इन्ट्रोड्युस गर्यो। यहाँ थुप्रै सुटिङ भयो। त्यो थुप्रै सुटिङ हुँदाखेरि पनि त्यो काम पनि मैले नै पूर्णता पाएँ। कस्ट्युम डिजाइनरमा, स्क्रिनमा जब नमुना टेलर, नमुना सिलाइ लेख्न थालेपछि त अझ बढी चाहिँ पसलमा भिडभाड भयो। त्यो एउटा फिल्मको मेरो म उप ठुलो देन छाप लगाउनु भयो। राज दरबारका सदस्य, राजा, रानी, युवराज, युवराज्ञी लगायतका सदस्यहरूका पनि नेपालमा पहिला कस्तो थियो भने हाम्रो राज परिवार, हाम्रो अलिकति भिभिआइपी वर्ग नेपालमा लुगा सिउँदैन थियो। उहाँहरू कलकत्ता या बम्बईमा पठाउनुहुन्थ्यो कि लन्डनमा। अनि नेपालमा बाहिर पढेर आएको एकजना व्यक्ति
यसरी सुने यस्तो कुराहरू दरबारभित्र पनि गयो होइन। अनि दरबारभित्र पुगेपछि मलाई लिन पठाउनु भयो एकजना दिदी। धेरै नै उहाँले ठुलो देन गर्नुभएछ कि मलाई राज परिवारसँग चिना परिचय गराइदिनु भयो। पहिलोपल्ट जाँदा निर्मल निवासमा मलाई लग्यो। एउटा दरबारको बाहिर एउटा सानो लिभिङ रुम जस्तो बनाउनु भएको रहेछ। त्यहाँभित्र पस्दाखेरि राजा ज्ञानेन्द्र त्यो बेलामा अझै राजकुमारै हुनुहुन्छ। उहाँले पारस सरकार बाबुलाई पारस सरकारज्यूलाई पिनमा राखेर हातले खुट्टाले टेकेर करायो भन्दै डुलाइराख्नु भएको। आफ्नो ढाडमा राखेर अनि त्यो घोडचढी गरेर आफ्नो त्यो बैठकमा ठुलो बैठक त थिएन, चिक्कको थियो। अनि 2टा सोफा थियो त्यहाँ। अरू त्यति साह्रो सिम्पल, भेरी सिम्पल, डेकोरेसनहरू पनि खास थिएन। अनि म त त्यो मलाई तपाईँ त्यहाँ बस्नुहोस् भनेर बाहिरको व्यक्तिले त्यहाँ कसले अब मलाई त्यहाँ ढोकामा उभ्याइदिँदाखेरि त्यो देख्ने बित्तिकै एकदमै मैले सोच्दै नसोचेको, मैले त्यो मेरो कल्पना पनि नआएको चिज मैले देखेर म कहाँ आइपुगेछु। ज्ञानेन्द्र सरकारले हात खुट्टा टेकेर पारसलाई ढाडमा राखेर घोडचढी गराइराखेको, त्यो खेलाइराखेको दृश्य देख्नुभयो। त्यो दृश्य देख्ने बित्तिकै कस्तो मैले दरबार भनेको कस्तो हुन्छ के हुन्छ त्यो सपनामा हामीले सपनामा देखिरहेको अथवा फिल्ममा हेरिरहेको कुराहरू हुन्छ होला, के ठानेको त्यो सिन देख्दाखेरि मतलब अझै राजकुमार जस्तो व्यक्तिले यसरी घोडचढी आफ्नो छोराप्रतिको माया, आफ्नो छोराप्रतिको जिम्मेवार, आफ्नो छोराप्रतिको कृतित्व देख्दाखेरि एकछिन चाहिँ म बोल्नै सकेन। म तल्ल परेर उभिरहेको देखेपछि अनि उहाँले के भन्नुभयो भने, उहाँले भनेको ज्ञानेन्द्रले मौसुफले भनिबक्स्यो के ज्ञानीजी बस्नुहोस्। त्यो आवाज मेरो कानमा त अहिले पनि गुन्जिन्छ। अनि म नमुना भनेर त मलाई नै थाहा छैन, मेरो सानोबडे नमुना हो। मलाई नमुना तुल्याइबक्सेको त्यो नमुनाजी बस्नुहोस् भन्दाखेरि म त जिउ नै थरर कामेर खुसीले ओहो म नमुना म झन् बस्नै सकिनँ। अनि फेरि उहाँले भन्नुभयो बस्नुहोस् भन। अनि म बिस्तारै बसेँ जस्तो लाग्यो। अनि त्यहाँपछि पारस सरकार पनि तल चढ्नुभयो। अनि उहाँ जानु मौसुफ तल उता गइस्यो। अनि मलाई अर्को दरबार त्यो अहिलेको निर्मल निवासको ठुलो बिल्डिङ दरबारमा अरूले नै लगिदिनु भयो, मलाई जसले लग्नु भएको थियो। अनि त्यहाँ चाहिँ मैले रानी श्री 5 बडा महारानी स्वर्गीय श्री 5 बडा महारानी ऐश्वर्य सरकार अनि कोमल सरकार अनि प्रेक्षा सरकार 3 बहिनीलाई नै देखेँ, भेट भयो। मतलब यति छिटो कि उहाँहरूले मलाई भेट दिनुभयो र उहाँले रानी ऐश्वर्य महारानी ऐश्वर्यले मर्जी गर्नुभएको तपाईँ धेरै बिजी हुनुहुन्छ भने सुनेको छु। हामी तपाईँलाई धेरै टाइम लिँदैनौँ। हामी 3 जना दिदीबहिनीको लागि कहिलेकाहीँ आउनु पर्ने हुन्छ। सकेसम्म म तपाईँलाई दुःख नदिउँ। मैले आज खास बोलाएको कारण चाहिँ एउटा फ्रक छ मसँग, सितासमा सरकारको लागि फिट भएन, अरूको लागि अलि राजकुमारीहरूको लागि ठिक भएछ, सितासमा राजकुमारीको लागि चाहिँ ठिक भएन। त्यसैले यसमा तपाईँको आइडिया के छ, कसरी बनाउने, यो धेरै पैसा लाग्ने फ्रक हो भनेर भनिबक्स्यो। अब रानीले त्यो फ्रक धेरै पैसा लाग्ने भनेपछि चाहिँ म अलमलेँ। फेरि त्यस्तो फ्रक त मैले कति सेयर पठाइसकेको छु है, कस्टमरको कति त्योभन्दा कति बेटर फ्रकहरू ड्रेसहरू त मेरो हातबाट
अनि म त वाल्ल परेर भनेको त्यो महँगो थिएन। महँगो थिएन उहाँ, तर सरकारले महँगो भने बक्सेन, मैले केही पनि भन्नै सकेन। अनि सरकार मैले गर्नु पर्यो। अनि मैले पहिल्यै भने सरकार म नेवारको छोरी चेली, मलाई ल्याङ्ग्वेजको प्रब्लम छ, मलाई माफ गर्छिन्छ कि मौसोले मलाई माफ गरिदिएछ होला, मलाई अलिकति समस्या छ भने। अनि उहाँले के भन्नुभयो भने नो प्रब्लम, तपाईँले जुन ल्याङ्ग्वेज बोल्नुहुन्छ बोल्नुहोस्, तपाईँलाई सुविधा कुनमा त्यो चाहिँ ऐश्वर्याले भन्नुभयो। अनि ल अब रानी बनामा अनि सरकारले यस्तो मर्जी भएपछि फेरि म चाहिँ बोल्नै नसक्ने भएँ फेरि। अनि त्यहाँपछि उहाँले एउटा प्रगति दिइसकेपछि यसो हेरेँ, त्यहाँ त मार्जिन छैन, ठुलो पार्नु हुने कुनै उपाय छैन। पल्टाएर म त के गरौँ अब हुन्न भन्न पनि सकेन। अनि मैले मेरो मनले भने मैले हुन्नलाई हुन्नै भन्नुपर्छ, मैले अर्को भाषा बोल्नु मिल्दैन भनेर। अनि मैले चाहिँ आफूलाई एकदम कन्ट्रोल गरेर सरकार यसमा त भित्र केही पनि मार्जिन छैन, यो त रेडिमेड हो, यसमा त ठुलो बनाउन त सम्भव त मेरो विचारमा त अलि नहोला जस्तो भयो सरकार भनेर भनेपछि होइन सानो टुक्रा तालटुल गरेर बनाइदिए पनि हुन्छ, त्यस्तो मिल्दोजुल्दो कपडा एक धरो चाहिँ त्यहाँ यता साइडमा जोइन गरिदिउँ न, के हुन्छ र, भइहाल्छ नि, हामीले लाउनु पर्ने हो। यो सिम्प्लिसिटी भन्दा अरू सिम्प्लिसिटी मसँग मैले सुनेको वर्डै थिएन। मसँग अहिलेसम्म मेरो जिन्दगीमा मैले त्यो त्यो वर्डै पाएको थिएन, पाएको पनि छैन। त्यत्रो मैले त्यसपछि उहाँहरू तपाईँका नियमित ग्राहक बन्नुभयो। हजुर। अनि मैले ल्याएँ, खुब विचार गरेँ, रातमा निन्द्रा पनि लागेन, यो कसरी गर्ने छैन त। अनि मैले बजारमा खोजेर सानो टुक्रा एउटा मिल्दोजुल्दो पाएपछि मैले त्यसलाई फिटफाट गरेर दिएपछि त यति खुसी हुनुभयो, यति इम्प्रेस भयो दिदीबहिनी तिनजनाले मुखामुख गरेर एकदमै उहाँहरू खुसी हुनुभयो कि मेरो दुईजनाले लाउनु पायो राजकुमारीहरू, एकजनाले लाउनु पाएन। मतलब दुईजना, सितासमा पूजा सरकार, सितासमा सरकार, अनि अर्को एकजना ज्ञानेन्द्र सरकारको छोरी, सबैलाई ठिक छ, सितासमा सरकारलाई मात्रै ठिक नभएको, अब लगाउनु पायो भनेर उहाँहरू खुसी। अनि उहाँले अनि त्यहाँपछि उहाँले के भन्नुभयो भने मलाई सम्बोधन चाहिँ उहाँले के पनि गर्नु भएन, फेरि त्यही भाषा दोहोर्न, तपाईँ धेरै बिजी हुनुहुन्छ, पसलमा धेरै ग्राहक हुन्छ, यहाँ टाइम बिताउन तपाईँलाई गाह्रो हुन्छ। अनि फेरि त्यो भन्नु अगाडि कोमल सरकारको एउटा ब्लाउज बनाउन लगाउनु भयो, अनि जिउमै नापेर बनाउने। अनि हामी चाहिँ त्यससम्ममा नेपालमा म अलिकति धेरै हाइफाईमा पुगिसकेँ, मेरो करियर धेरै ठुलो पुगिसकेको थियो। अनि हामीले चाहिँ फिटिङ लगाउने, अनि अलिक ग्ल्यामर टाइपको त्यस्तो चाहिँ हाम्रो फिल्ममा काम गर्ने त्यस्तो भइसक्यो भएर मैले सरकारलाई पनि अलिक ग्ल्यामर ब्लाउज बनाएँ। महारानी ऐश्वर्यले के भनिबक्स्यो भने कोमल सरकारको एउटा ब्लाउज चाहिँ बनाइदिनु पर्यो भनेर रुबिया दिनुभयो, रुबिया भने कटन, सिम्पल कटन रुबिया, अनि दिनुभयो। अनि मैले लिएर गएर अनि 2-4वटै छ जस्तो छ, तर एउटा चाहिँ मैले स्याम्पलिङ बनाएर लग्दाखेरि एकदमै फिट, एकदमै म त कस्तो खुसी भएँ भने एकदम फिट भएपछि रानी खुसी बन्नु होला। हाम्रो महारानी ऐश्वर्यले के भन्नुभयो भने तपाईँहरू यस्तो ब्लाउज लाउन सक्नुहुन्छ, दरबारमा अलि मिल्दैन। कस्तो बनाउनु भएको थियो ब्लाउज? अब अलिकति अङ्ग एक्सप्रेस हुन्छ हाम्रो लुगामा, अलिकति ग्ल्यामर, फिल्मी भन्नुभन्दा पनि मैले सिकेर आएर मैले रिसर्च गरेर निकालेको फर्मुला कसरी मान्छेलाई राम्ररी पार्ने, सुन्दर देखाउने। हाम्रो फेसनमा के छ, अलि ओपन पनि होइन कि हाम्रो फेसनमा के छ भने फिल्मै पनि हुनु पर्दैन, ग्ल्यामर गर्नलाई ओपन पनि हुनु पर्दैन, तर शरीरमा मिलेको छातिलो लुगालाई तपाईँले त्यसलाई नै लिन सक्नुहुन्छ कि
त्यो नै सुन्दरता हो कि हाम्रो हामीले पढेको हामीले गरेर भोगेर आएको कुरा चाहिँ सुन्दरतालाई चाहिँ हामीले ओपन गरेर देखाउनु पर्दैन। कुनै पनि अङ्ग प्रदर्शनले सुन्दरता हुने होइन। अनि मैले पनि छाँटिलो मिलेको सजिलो मेरो कुरा चाहिँ कस्तो थियो भने मैले यस्तो कटिङ डेभलप गरेको थिएँ कि मेरो कटिङले लुगालाई जति फिटिङ भए पनि हात खुट्टा एक्सर्साइज गर्न सक्ने। यहाँ खायो त्यहाँ खायो यस्तो भयो उस्तो भयो नहुने त्यस्तो थ्योरी डेभलप गरिसकेको थिएँ त्यो टाइमसम्ममा। अनि मैले सरकारले तपाईँले फिटिङ बनाउने यस्तो तर दरबारमा त यस्तो लुगा लाउन मिल्दैन भन्नुभयो। अनि म त कति खुसी के खुसी उहाँहरू खुसी हुनु होला भन् ठानेको। अनि हाँसेरै भन्नुभयो अलिकति पनि फेसमा केही नराम्रो एक्सप्रेसन नगरिकन दरबारमा मिल्दैन भनेपछि त अनि अलि महत्त्वमा परेर दिदी बहिनीको मुख हेरेछु क्यारे। अनि मलाई ब्रिफिङ गर्नुभयो रानी ऐश्वर्यले दरबारमा अलिकति लुज अलि लामो अलि स्किन नदेखिने अलिकति अङ्ग प्रदर्शन नगर्ने अलिकति कभर सोभर टाइपको चाहिँ हाम्रो दरबारमा लुगा चल्छ नि भनेर भन्नुभयो। अनि मैले त हस् म पछि अर्को बनाएर ल्याउँछु म त लु सक्क भगेर फेरि त्यस्तै पछि या पर्सिपल्टतिर उहाँको इच्छा व्यक्त गरी बक्सिएको जस्तै मैले गरेर लग्यो फिट खुसी हुनुभयो। अनि उहाँले सरकारले ऐश्वर्य कोमल सरकार त हाँसी मात्रै राखेको थियो त उहाँसँग केही ट्रिक नबोल्ने एक शब्द बोल्ने हाँसिराख्ने। बनामार्ने सरकारज्यूले जसरी हुकुम बक्सिन्छ त्यही फलो गरी बक्स्ने दिदी बहिनी चाहिँ। अनि मलाई सरकारले अनि बनामार्ने सरकारले ल अब राम्रो भयो ठिक भयो अब हामीलाई चाहिँ यस्तै ब्लाउज चाहियो अनि सलवार कुर्ताहरू बाहिर जाँदा हामी लगाउँछौँ हामी त्यस्तो चाहियो। म तपाईँलाई चाहिँ अब यहाँ घरिघरि दुःख दिन्न म चाहिँ त्यो मलमल कपडा हुन्छ पातलो कटनको कपडा पोको पारेर दिन्छु। पठाउँदाखेरि तपाईँ बुझ्नु हाम्रो लुगा कपडा भनेर अनि नापोमाजिङ पठाइदिनु सिएर तपाईँ अब आउनु पर्दैन दुःख नदिउँ भन्नु। यो शालीनता यो मानवीयता यो आत्मीयता एउटा लुगा सिउने हो नि। म त्यो बेलामा डिजाइनर भनेर त मलाई कसले कलाएको थियो त म त त्यो टाइमसम्म पनि म सूचीकारै कलाएको थिएँ नि त। डिजाइनर त मलाई कस्टम डिजाइनर भनेर फिल्मले दिएको नाम हो नि तर समाजले दिएको नाम त होइन नि। तर समाजले नदिए पनि फिल्मले दिएपछि अनि दरबारले फेरि मलाई चाहिँ यति शालीनता यति आत्मीयता प्रकट। रानी ऐश्वर्यले भनेको जस्तै हजुर उहाँहरूलाई आवश्यक पर्ने कपडा सिलाउनका लागि कपडाहरू तपाईँको पसलमा आउन थाल्यो। त्यस्ता कुनै स्मरणलायक घटनाहरू छन्? स्मरणलायक भन्दा पनि महारानीले पनि बक्सेको कुरा चाहिँ हामी तिनजनाको लागि चाहिँ यसरी भयो कम्प्रोमाइजिङ वर्ड यसरी गर्ने भएँ। अब हाम्रो राजकुमारीको लागि हामी तपाईँकै पसलमा पठाउँछौँ भन्नुभयो। मर्जी भयो भन्नु पर्यो होइन। अब उहाँहरूको सरकारहरूको हरेक वचनले मलाई एकदमै घोचिरहेको थियो कि एकदम जिउ नै सिङ्ग बनेर। त्यो व्यवहार चाहिँ त मैले अरूबाट नपाएको होइन मलाई सबैले माया नै गरेर राख्ने। मेरो कस्टमरहरूले पनि मलाई धेरै नै राम्रो नै गर्नुभएछ। तर दरबार जस्तो भित्रको रानी बडा मार्ने सरकारको यो शब्द मेरो लागि त शिक्षा दीक्षा उपदेश जे भने पनि त्योभन्दा ठुलो मेरो लागि त महामान त के पनि भएन। पसलमा ओलोलै भइरहेको हुन्छ सधैँ नै। अब भिभिआइपीमा अब भनिहालेँ अब हाम्रो माथिको बुवाको परिवारदेखि लिएर अब सारा मुलुकका प्रधानमन्त्रीका परिवार सबैको सिलाइरहनु भएको थियो।
हुन त मैले मेलको पनि गरेको हो, तर मेलको गर्नलाई अलिकति पछि अप्ठ्यारो भएको भएर फिल्मको त गर्थेँ, नाम पनि लिन्थेँ सबैको। अनि पब्लिकमा चाहिँ त्यति गएन, स्पेसल व्यक्तिहरूको मात्रै गर्न थाल्यो। अनि 3 जना श्रुति सरकार, पूजा सरकार, सीतास्मा सरकार, 3 जना दिदीबहिनी राजकुमारीहरू आएर लुगा सिउन आउनु भएको रहेछ। मलाई यादै भएन। मैले त्यो सबैजना क्युमा बस्नुपर्ने नाप लिनलाई, अनि नाप लिँदै अर्कोले बिल लेख्दै, नाप लिँदै बिल लेख्दै, अनि 3 जना दिदीबहिनी खुरुक्क भित्र पस्नु भएको चाहिँ मैले झलक्क नदेखे होइन, देखेको थिएँ। तर अब पसलमा त सबैजना बराबर राजकुमारीहरू हुनुहुन्छ भन्ने तपाईँलाई थाहा भयो? आउने भएन। फेरि अलिकति उमेरले पनि अलिकति अग्लो पनि भइसक्नु भयो, अलिकति सानोमा देखेको अलिकति। अनि उहाँहरू चाहिँ के भयो भने अलि अप्ठ्यारो फिल गर्ने, कुछ गर्दै एउटा कुना कक्षामा 3जना गुटमुटिएर उठिराख्नु भयो। अनि त्यो पनि मलाई त्यो यसो याद नभएको होइन, मेरो दिमागले त्यो नदेखेको होइन, तर त्यो अगाडिको भिडले हुलले गरेर मेरो पहिला त्यो भिडले गरेर मैले चाहिँ त्यो। अनि अलिकति भिड अलिक पालो सकेपछि भनौँ न, पालो सकेपछि श्रुति सरकारको नाप लिएँ पहिला। चिनेर लिनुभयो कि नचिनिकन? नचिनिकन, चिनेर होइन, त्यो त पालो सकेपछि उहाँको पालो भनेर। अनि बहिनी म नाप लिउँ, आउनुहोस् म यहाँ भनेर बोलाएर मैले नाप लिएँ। नाप लिइसकेपछि कस्तो डिजाइन के भने, अनि मलाई यस्तो भन्नुभयो। अनि मैले चाहिँ भनिसकेपछि अनि उहाँलाई बिलमा नाम लेख्नलाई हजुरको नाम भनेर यसो गरेर चाहिँ हर हाइनेस श्रुति सरकार लेख्नुभयो, हर हाइनेस श्रुति। अब कस्तो भयो होला, ठ्याच्च बस्न भुइँमा मात्रै बसिएन। अनि एकैचोटि सरकार मलाई माफ गरिबक्सियोस्, मैले हजुरलाई धेरै बेर कुराएँ, एउटा चेयर पनि दिन सकिनँ। मलाई एकदम गाह्रो भयो सरकार। म रुनु नै हाँस्नु भइसकेँ, मलाई डर पनि लाग्यो। अनि सबैले भन्यो पसल त पुरा आर्मीले घेरा गरिरहेको छ भनेर। आउनेले भन्यो के भएको होला, यहाँ आर्मी कति छ के भयो भने पुरा बाहिरबाट आउने जतिले नभने होइन कि मैले चाहिँ त्यो दिमागै गएन कि म कहाँ यसरी आउनु भएछ भनेर। अनि पूजा सरकारलाई पनि सरकार आई एम एक्सट्रिमली सरी। अनि श्रुति सरकार नो प्रब्लम इज सर राइट, नो प्रब्लम भने 2-3 चोटि भन्नुभयो उहाँले पनि। अनि पछि चाहिँ उहाँहरू आउनु भएन, लिन पठाउनु भयो। अनि त्यो चाहिँ नाप मसँग भइहाल्यो, त्यसको पनि रेगुलर। कति वर्षसम्म दरबारका रानी युवराज्ञीहरू? कति वर्षसम्म भन्न मलाई दुःख लाग्छ। मैले पछि गएर उहाँहरूको लागि कलकत्ताबाट, इन्डियाबाट लटै सलवार सुटको पिसहरू ल्याइदिन्थ्यो, कटन मन पराइबक्सिन्थ्यो, सिम्पल। अनि उहाँहरूले कतिको महँगो कपडा? एकदमै 500-600 सस्तो हाम्रो 1000-1200मा हुन्छ। अनि उहाँहरूले पछि चाहिँ पिसहरू यस्तो बाहिर अब यता बाहिर त थाहा छैन, अब बाहिर अर्को देशमा जाँदाखेरि हामीलाई सजिलोको लागि भन्नुहुन्थ्यो कफ्तानहरू यस्तो। पछि लास्टमा 58 सालमा हत्या हुँदाखेरि मेरो पनि थुप्रै कपडा पर्यो। कपडाहरू उहाँहरूको लागि ल्याएको कपडा भित्रै पर्यो, दरबारभित्रै। अनि मैले पछि सुन्नेमा पनि आयो पैसा दिइरहेको छ, लिन गए पनि हुन्छ के भन्ने। तर मलाई त्यहाँ एक पाइला अगाडि सार्न मेरो मनले मानेन। राजा रानी अथवा दरबारका सदस्यहरूलाई तपाईँले कपडा पठाइदिनु भएको थियो? पठाएको। तपाईँले बाहिरबाट मगाएको कपडा कलकत्ताबाट ल्याएको कपडा महँगो चाहिँ थिएन, 500-600 आइसक्यो कटन। उहाँहरू महँगो कपडा लगाउनु लगाउनुहुन्न। मैले फर्स्ट उहाँलाई देख्दाखेरि सिम्पल कटनको कफ्तान, ढाकाको खास्तो
डम्बरकुमारी ढाकाको खास्तो अनि नेपालमा बनाएको चक्कती के भन्छ नेपाली चप्पल कपडाको चप्पल त्यो एटायरमा देखेको उहाँहरूको पोसाक त्यही कपडाको मूल्य कति जति थियो होला तपाईँले लिनुपर्ने? त्यही 40-50 हजार कति होला लिनुपर्ने। अब सबै त उहाँहरूले लिइसिन्न मलाई थाहा छ। त्यसमा उहाँहरू सेलेक्सन गर्नुहुन्छ अनि सेलेक्सन गरेर उहाँले 10-20वटा कति लिनुहुन्थ्यो अनि त्यो चाहिँ हामीलाई फर्क पठाइदिनुहुन्थ्यो। त्यसैले त्यसको मूल्य चाहिँ अब उहाँहरूको लागि नै त्यति मूल्य चाहिँ म भन्न मिल्दैन। कपडा चाहिँ सबै पर्यो। अनि अहिले त्यहाँ पछि मेरो अहिलेसम्म पनि त्यहाँ पाइला टेक्ने हिम्मत मेरो छैन। कोमल ज्ञानेन्द्र सरकारका कपडाहरू पछि सिलाउनु भयो कि सिलाउनु भएन? कोमल सरकारको अहिले मसँग छ 5-6वटा ब्लाउजको पिस बाँकी छ। एउटा ब्लाउज स्याम्पल छ मसँग छ। मैले पूजा गरेर राखेको छु, जतन गरेर राखेको छु। तर यो टेलिभिजन या चाहिँ हजुरको मिडियाबाट चाहिँ म भन्न चाहन्छु मसँग कपडा छ। सरकारको ब्लाउज बनाएर 3-4-5 पिस कति छ। अहिलेसम्म म एउटा घरबाट अर्को घर सरिसकेँ। मेरो डेरा यो घरको सडक विस्तारमा उहाँको शरीरका लागि नापेर सिलाएका ब्लाउजहरू स्याम्पल छ अनि त्यसमाथि सिउन बाँकी काटिएको 2टा पनि छ, नकाटिएको 4-5वटा पनि छ। त्यो चाहिँ पछि उहाँले खोजी गर्नु भएन? उहाँले पनि खोजी गर्नु भएन। अब कसले के हो मलाई त्यो बेलादेखि म एकदमै मैले त्यहाँको त्यो नाम पनि त्यो सुन्न पनि सक्दिनँ। मलाई त्यो एकदम सक पनि परेँ। तर त्यो कपडा त्यो फ्रेस कपडा पनि मसँग छ, ब्लाउज पनि छ। मैले जहाँ गएँ पनि नासोको रूपमा बोकी हिँडिरहेको। 58 पछि हजुर कोमल सरकारसँग तपाईँको भेटघाट भएको छैन? म त्यो बेलादेखिको कहिलेकाहीँ चाहिँ गएर त्यो लुगा चाहिँ त्यो दरबारको गेटसम्ममा तर सकेको छैन। मैले त्यो बिगारेको पनि छैन। जुन ठाउँमा गए पनि नासोको रूपमा बोकेको छु भनेपछि त्यो दरबारप्रतिको मेरो आस्था कस्तो होला। तर तपाईँले भेट्छु उहाँलाई खोज्छु भन्यो भने त्यति गाह्रो त तपाईँका लागि छैन? के पनि छैन। त्यो पुरानो सम्बन्ध त त्यो कोमल सरकार त अहिले भइसिन्छ हामीसँग। अनि मेरो मेरो कुराकानी गर्ने भना मार्ने सरकार कहाँ पाउँ त? मैले उहाँलाई भेटेपछि म कस्तो विक्षिप्त हुने होला त्यो म सम्झन सक्दैन। कसैलाई लिन पठाइबक्स्यो भने चाहिँ म बनाएर पठाउन म सक्छु। तर भना मार्ने सरकार बिना कोमल सरकारसँगको उपस्थिति म चाहिँ कल्पना पनि गर्न सक्दिनँ। म धेरै दुःखी भएको थिएँ। के भएर भयो त्यो अर्को कुरा, कस्तो भयो अर्को कुरा। तर मेरो कुरा त लुगासँगको सम्बन्ध हो। उहाँले जिउमा लगाउने लुगा हो नि मेरो लुगा, मैले सिउने लुगा त त्यो सम्बन्ध मेरो हो नि त। अत्यन्तै गहिरो भावनात्मक सम्बन्ध। सक्दैन म चाहिँ सक्दैन त्यो चाहिँ। कोमल सरकारले तपाईँलाई भेट्छु भन्नुभयो भने पनि तपाईँले भेट्न सक्नुहुन्न? अलिक गाह्रो हुन्छ, प्र्याक्टिस गर्नुपर्छ, गाह्रो हुन्छ। कोमल सरकार त एक शब्द पनि बोली बक्सिएन, हाँसिराख्ने मात्रै हो। तर तपाईँले सिलाएका कपडाहरू लगाउने कोमल सरकारले पछिल्लो समय के कारण तपाईँबाट अन्त जानुभयो होला? अब यस्तो पनि छ, मबाट ट्रेनिङ पाएको थुप्रै मेरो स्टाफहरू पनि छन्। मेरो स्टाफहरू पनि छन् अनि मेरो स्टुडेन्टहरू पनि छन्। अनि मैले सुनेको छु हिमानी सरकार मेरै पुरानो स्टाफसँग हुनुहुन्छ। अब मैले हिमानीका लागि पनि तपाईँले कपडा सिलाउनु? मैले चाहिँ म कलेज खोलिसकेको भएर मैले त्यतिर चाहिँ ध्यान दिएन। राजा वीरेन्द्र, युवराज दिपेन्द्र, निराजनसँग पनि यहाँको मेरो सङ्गत भएन। पारस शाहसँगको सम्झना केही छ? म अलि वर्षपछि फेरि एकचोटि मलाई बोलावट भयो, लिन पठाइबक्स्यो निर्मल निवास। म जाँदाखेरि पारस चाहिँ 9-10 वर्षको जस्तो लाग्यो मलाई हुनुभयो। उहाँ एउटा ठुलो रुखको फेदबाट चियाइराख्नु भएको थियो। निधार गोरो अति सुन्दर रूप, त्यसमाथि सानो एउटा रातो टिका
अनि उज्यालो आँखा, एकदमै राम्रो आँखा उहाँको। अनि मुसमुसो हाँसेर एक-एकचोटि मलाई चियाउनुहुन्थ्यो लाजले। अनि एक-एकचोटि फेरि रुखको फेदमा लुक्नुहुन्थ्यो। अनि मैले दर्शन चाहिँ त गरेँ, तर दर्शन फर्काउनु पनि उहाँलाई पनि लाज भयो। अनि लजालु स्वभाव रहेछ एकदमै साधारण, एकदमै लजालु। त्यो स्वभावले त आग्रसित त उहाँ बन्नै सक्नुहुन्न जस्तो लाग्छ। अहिलेको पारस अथवा बिचमा जसरी चर्चा गरियो पारसको स्वभाव त्यो आश्चर्यजनक छ। त्यो कसरी भयो? मानव स्वभावमा परिवर्तन भनेको हरेक क्षणमा फरक हुन्छ। तर मैले देखेको पारस सरकार त्यो सरकार होइन। मलाई अहिले पनि त्यो झझल्को आउँछ। त्यस्तो लज्जालो, त्यस्तो कोमलो, त्यस्तो राजकुमार चाहिँ अब परिवर्तनको परिवेशको कुरा हो, परिस्थितिको कुरा हो। के भयो त्यो त अब भगवान जान्नुहोस्। अच्छा, मुलुकका प्रधानमन्त्री र उहाँहरूका पत्नी अथवा परिवारका पनि तपाईँले कपडा सिलाउनु? मैले नसिउने भनेको गिरिजाबाबुको परिवारै हुनुहुन्न। सुधाता कोइरालाज्यू सिउँछु, शैलेजा आचार्यजी सिउँछु, उहाँको पनि नौना कोइरालाज्यू सिउँछु है। अब त्यहाँपछि कृष्णप्रसाद भट्टराईजीको परिवारै हुनुहुन्न, उहाँको थाहा छैन मलाई। केपी ओलीको चाहिँ मलाई याद भएन। प्रचण्डको श्रीमती प्रश्न उहाँको छैन। बाबुरामको श्रीमती शिला उहाँको छोरीको यो पनि लामो कथा छ। बाबुरामजीको भेट पनि। उहाँको आमा कलकत्तामा बस्नुहुन्छ क्या अरे कि बाबुरामजी कलकत्ता समवेयर। अनि छोरी लिएर फ्रक सिउन आउनुभएको थियो। उहाँहरू माओवादी लाग्नु अगाडिको कुरा। अनि माओवादीमा लागिसकेपछि त्यही 62 सालमा कलेज खोलेको भएर मलाई धेरै गाह्रो भयो। र एक ठाउँमा उहाँहरू आउनुभएको सूचना त मलाई थाहा छैन। म त्यो घरमा गएको थिएँ, एउटा घरमा। तर त्यहाँ उहाँहरू आउनुभएको रहेछ, बस्नुभएको रहेछ। उहाँहरू अन्डरग्राउन्ड हुँदाखेरिको कुरा, त्यो वार्ताको लागि आउनुभएको रहेछ, मलाई थाहा थिएन। म भाउजू भन्छु उहाँलाई। भाउजू आउनुभयो। अनि भाउजू तल त मान्छेहरू हुलहुल छ जस्तो छ। बाबुरामजी आउनुभयो, बाबुरामजी भेट्ने हो बहिनी भन्नुभयो। अनि अब भेटौँ भन्नुभयो मलाई। अनि ल हुन्छ भनेर भेटेको मौका पनि भयो। मैले भने हजुरको छोरीको लुगा सिउने नमुना सिलाइ त मै हुँ, हजुर म काम पसलमा यसो आउनुभएको छ, यसो भने। अनि उहाँले भन्नु हामी त अन्डरग्राउन्ड भएको धेरै वर्ष भयो, मलाई यो कुरा त बिर्सिएँ। अनि तपाईँ के गर्दै हुनुहुन्छ भनेर सोध्नुभयो। अनि मैले नमुना कलेज खोलेको छु, मलाई धेरै गाह्रो भएछ। फेसन कलेज भनेर हजुरहरूले कसरी लिनुभएछ मलाई थाहा छैन। त्यो चाहिँ मूलक शिक्षा हो नेपालको एउटा 90 नै तपाईँहरू जुन चिजको लागि तपाईँहरू घर घरमा सिप चाहिन्छ, घर घरमा स्वावलम्बी बनाउनु पर्छ भन्ने नारा लिएर तपाईँहरू आउनुभएको छ अहिले। तर मैले त्यही कलेज खोलिरहेको छु, मलाई गाह्रो भइरहेको छ। तपाईँहरूको मान्छेहरूले मलाई धेरै गाह्रो पारिरहेको छ। म बिरामी पनि छु, मलाई धेरै सन्चो पनि छैन। म त माओवादीले दुःख दिइरहेको थियो हजुरलाई? किन नदिनु नि, धेरै दुःख भइरहेछ। तपाईँ भन्नुहुन्छ तपाईँले फेसन बुझ्नुहुन्न भने म कलेज बन्द गरिदिन्छु। म मर्ने मृत्युशय्यामै थिएँ त्यो बेलामा। म बाँच्छु भनेर कसैले भनेकै थिएन। त्यस्तोमा मैले कलेज खोलेँ। म त यस्तो व्यक्तिले कलेज खोल्दैछु, एउटा इतिहास स्थापना गर्नुपर्छ भनेर। तपाईँहरू मेटाउनु चाहनुहुन्छ भने म कलेज म आफै मेटिदिन्छु, मलाई दुःख नदिनुहोस् भने निडर भएर भने। म त अहिले मर्छु, भले मर्छु, मेरो त रोग यस्तो कर। बाबुरामले के भन्नुभयो? अनि एकछिन घुरेर हेर्नुभयो मलाई। अनि उहाँले पहिलाको त्यो विचार गर्न थाल्नुभयो। तर मेरो रूप धेरै फरक भइसक्यो। म काली न काली, मोती न मोती, मेरो रूप अर्कै भइसकेको थियो। पहिलाको नमुना थिएन। म रोगले ग्रस्त भइसकेको भएर। अनि उहाँले चाहिँ थमाउन नसकेपछि उहाँले चाहिँ म मेरो इतिहास मै मेटाउँछु भनेर मैले भनेपछि अनि उहाँले चाहिँ होइन, तपाईँ जस्तो व्यक्ति नै खोजे हो हामीले, नेपालको लागि धेरै चाहिँदैन। तपाईँ जस्तो महिला 100 जना भए पुग्छ देश बनाउनलाई। तपाईँले रोक्नु पर्दैन, तपाईँ
कसले सञ्चालन गर्नुहोस्, तपाईँले धेरै दुःख दिँदैन भन्नुभयो। त्यसपछि माओवादीले दुःख दिए कि किन दिएन? नदिन? झन् दुःख दिए। हो, झन् त दिएन, कम भयो। तर म मात्रै त अछुट गर्दैन नि त, उहाँहरूको टिमले। उहाँको मात्रै त शासन होइन नि त, उहाँ पनि त मान्नुपर्ने हो। तर दुःख दिन त धेरै दुःख दिए, कति लडेँ, कति रोएँ, कति कराएँ, कति के गरेँ होइन। मैले जुन हातले कैँची समातेँ, मैले एक चुनौतीलाई, उहाँहरूको सारा चुनौती, सारा दुःखलाई मैले त्यही कैँचीले कपडा काटे चाहिँ कुराले काटेर, बोलेर, झगडा गरेर उहाँहरूबाट अलिकति धाडस पाएँ। राजनीतिक दलका नेताहरूको कपडा सिलाउन भ्याउनु भयो कि भ्याउनु भएन? राजनीतिक दलका नेताहरू भनेपछि नेतामा चाहिँ अब मैले हाम्रो स्वर्गीय महानायक, देशको प्रधानमन्त्री नबन्नु भएको त्यागी लोहा पुरुष, कति सम्बोधन हुन्थ्यो उहाँलाई। उहाँको गणेशमान, म बुवा नै भन्छु उहाँलाई पनि, आफूभन्दा सिनियरलाई बुवा नै भन्ने गर्थेँ। घरमा बोलाउनु पठाउनु भयो, धेरै नमुना भनेर सुनियो। नानी पो रहेछ, ल मेरो कुर्ता पाइजामा पनि सिइदिनु पर्यो भन्नुभयो उहाँले। अनि उहाँले धेरै तारिफ गर्नुभयो। अनि म देख्ने बित्तिकै अनि मलाई अलि लाज लाग्यो कि उहाँको तारिफ सुनेर चाहिँ आफूलाई लाज लाग्यो, एकदम लज्जालु भइरहेको थिएँ। अनि उहाँले भने तपाईँको बुवा जस्तै त हो नि, ल मेरो नाप लिइदिनु पर्यो भन्नुभयो। नाप लिन त मैले मेजरिङ टेपै लगेको थिएँ। अनि उहाँको नाप लिएर कुर्ता पाइजामाहरू पनि थुप्रै बनाएर पठाएँ। अनि त्यो भन्दा पनि त्यो त मैले मेरो मेमोरीबाट हटिसकेको थिएँ, किनभने म पार्टीभित्र चाहिँ अलिकति सङ्गत नगर्ने किसिमको महिला परेँ भनौँ न। अनि पछि उहाँ मृत्युशय्यामा हुँदा, हस्पिटलमा हुँदाखेरि एक जोर पाइजामा कुर्ता त्यो नमुना नानी कहाँ लगेर सिएर ल्याइदिनु भनेर पठाउनु भएको थियो स्याम्पल। त्यो स्याम्पल पनि मसँग छ। त्यो स्याम्पल पनि मेरो लागि भनेको जीवनको अन्तिम समयमा गणेशमान सिंहले तपाईँको हातबाट सिलाएको कुर्ता पाइजामा लगाउन चाहनु भएको थियो। पिएल सिंह होइन, उहाँको छोरा। उहाँ आउनु भएर ल तपाईँको बुवाले तपाईँकै हातबाट कुर्ता पाइजामा लगाउने भन्नुभयो, हस्पिटलमा आउने भोलि नै दिनु होला है भन्नुभयो। तर त्यो बेला मेरो शुद्धि बुद्धि पनि भएन कि एकचोटि भेट्न जाने, लुगा लिएर यस्तो एकचोटि गर्ने मेरो शुद्धि बुद्धि पनि भएन। अब त्यो नहुनुको कारण पनि म त्यहाँ जाँदाखेरि 2 घन्टा लस हुँदाखेरि यता कस्टमर सफर हुने पनि हो। म त हरेक सेकेन्ड, हरेक मिनटलाई चाहिँ विचार गर्नुपर्ने पनि भयो होइन त्यसमा। अनि त्यो लुगाको स्याम्पल पनि मसँग छ। उहाँहरूले पनि लिन आउनु भएन है, मैले भन्न पनि भनेन। त्यहाँ पछि मेरो कोहीसँग सङ्गत पनि भएन, त्यही आइहाल्यो मात्रै भयो। अहिले गणेशमानका लागि सिलाएका कुर्ता पाइजामा सुरक्षित छन्। उहाँको सिलाएको चाहिँ लगाउनु भयो, हस्पिटलमा लगाउनु भयो। स्याम्पल पहिलाको पुरानो स्याम्पल चाहिँ मसँग छ। नमुना पठाउनु भएको चाहिँ मसँग छ। यी प्रधानमन्त्री दलका नेताहरूका कपडा सिलाउँदा उहाँहरूका प्रतिक्रियाहरू कुनै स्मरण लायक छन्? अब व्यवहार कस्तो गर्नुहुन्थ्यो उहाँहरूले भन्ने मलाई त एकदमै राम्रो छ। म भगवान कसम, मेरो भगवान, तपाईँलाई कसैले नराम्रो भने? मेरो भगवान मेरो लागि साक्षात। मलाई यस्तो हरेक लाइनमा, मलाई हरेक शब्दमा मलाई इन्सपिरेसन मात्रै पाएँ। मरिचमानको कपडा पनि सिलाउनु भयो? स्वर्गीय प्रधानमन्त्री मरिचमानज्यू हुँदाखेरि उहाँको छोरीको, उहाँको श्रीमती सबै म बनाउँथेँ। उहाँको फङ्सनको, प्रोग्रामको सबै लुगाहरू म गर्थेँ। अनि एकचोटि लुगा डेलिभर दिने टाइममा अथवा उहाँले बोलाउनु भएको हो, त्यो याद भएन। म र मेरो श्रीमान जाँदाखेरि बालुवाटारमै जाँदाखेरि
उहाँले के भन्नुभयो भने नमुना नमुना भन्ने त चारैतिर सुनियो। उहाँले पनि म दरबारमा पनि जाने भन्ने कुरा पहिल्यै थाहा पाइसक्नु भएछ, त्यहाँ कुरा भइसक्यो भन्नुभयो उहाँले। बडा मार्नेज्यूले चाहिँ तपाईँको खुब कुरा गर्नुभएको थियो भनेर भन्नुभएको थियो। अनि तपाईँ गर्नुभयो, ल मेरो एउटा यो ज्याकेट बनाइदिनु पर्यो भन्नुभयो उहाँले। अनि हाते मेसिन एउटा ल्याइदिनु भयो। म त बल्ल परेँ है, त्यो टाइममा कलेज खोलेको थिइनँ मैले। अनि हाते मेसिन एउटा टक्क ल्याएर राखिदिनु भयो। मान्छे एकजनाले ल ल यो मेसिन एउटा ल त्यो नमुनालाई राखिदियो त अगाडि भन्नुभयो। अनि खुर्र ल्याएर मेसिन एउटा टक्क राखिदियो। अनि एउटा ज्याकेट ल्याएर दिनुभयो। ल साँच्चै नमुना भने आज जान्छु म भनेर भन्नुभयो। अनि म चाहिँ प्रधानमन्त्री निवासमा त्यही हलमै। अनि म चाहिँ प्रधानमन्त्री सम्बोधन नगर्ने, म चाहिँ बुवा नै भन्ने। आबोभन्दा अलिकति सिनियरलाई चाहिँ कसैलाई पनि प्रधानमन्त्रीज्यू यस्तो चाहिँ सम्बोधन चाहिँ गर्न सक्दिनँ। दिदी बहिनी यस्तै हुन्थ्यो, मेरो आफ्नै पारिवारिकै बनाउँथेँ म। अनि राख्दाखेरि यसो हेरेँ, सही सलामत छ, यो किन बनाउनु दिनुभएको, के हो बनाउने। अनि यसो हेरेँ त कलरको ल्याएपछि कलर अलि च्यातिएको। मान्छेको जिन्दगी हेर्नुहोस् कस्तो छ, सादगी हेर्नुहोस्, त्यो सादगी हेरेको म है। अनि त्यहाँपछि उहाँ तल्लो कुराकानी भेटघाट भएर फेरि माथि आउनुभयो। अनि बुझ्नुभयो तपाईँले के बनाउनु पर्ने यसमा भन्नुभयो। मैले बुझेँ भने म पनि त्यति नै गर्दा काम गर्दा धेरै साफ भइसकेँ। मैले त्यो बुझेर पनि खोलिसकेँ, निकालिसकेँ। भनेको ज्याकेटको कलर च्यातिएको कलर बनाइदेऊ भन्नुभयो। ताल दिन लगाउनु भयो। ताल्ने काम गरिनँ मैले। अनि त्यहीँ ल बनाइदिनु भनेर जानुभयो, के बनाउने भन्नु भएन। अनि त्यहाँपछि माथि आएपछि चाहिँ मैले यसो हेरेर चाहिँ के बनाउने भने होला भनेर खोजेर चाहिँ कलर चाहिँ फाटिएको रहेछ। अनि उडारिसकेँ माथि आएर। अनि के बनाउने थाहा भयो भनेर भन्ने। अनि थाहा भएर पनि मैले त सघाउन लागिसकेँ भनेर भने। च्यातिएको सबै दबियो। अनि उहाँले यति एप्रिसिएट गर्नुभयो। अनि चाहिँ उहाँले सबैले नमुना भनेको आज चाहिँ मलाई थाहा भयो, साँच्चै नमुना रहेछ। अनि पछि कुरै कुरामा मेरो त पब्लिक रिलेसन धेरै छ भन्ने कुरा बुझेपछि मन्त्री हुने अफर पनि गर्नुभयो मरिचमानज्यूले। तपाईँले के भन्नुभयो? यो हुन अस्वीकार गर्नुभयो? यो हुन सक्दैन, सरी। किन, कस्तो घमण्डी भनेर कराउनु भयो। उहाँ अलिकति पाराले बोल्नुहुन्थ्यो। अनि किन, के भयो, कस्तो घमण्डी, अरू चाहिँ कति मन्त्री खानालाई कति चाकरी आउँछन् भनेर भन्नुभयो। मैले चाहिँ बुवा म मेरो कामलाई मेरो धर्म सम्झन्छु। मेरो बुवाले पहिला भन्नुहुन्थ्यो मन्त्री राजनीतिमा जानु, वकिल हुनु। म वकिल हुन्छु भन्दाखेरि मेरो बुवाले कालोलाई सेतो गर्नुपर्छ, सेतोलाई कालो गर्नुपर्छ, के तिमी गर्न सक्छौ भनेर मलाई सोध्नु भएको थियो। म बच्चा बेलामा म त्यो गर्न सक्दिनँ थिएँ त। म जानै नसक्ने बाटो म अपनाएर के गर्ने। अच्छा, तपाईँको जीवनकै ठुलो सपना फेसन कलेज खोल्ने। अहिले तपाईँले नमुना कलेज अफ फेसन टेक्नोलोजी चलाइरहनु भएको छ। यसको कथा कस्तो छ? नमुना कलेज त्यसै आउनु अगाडि नमुना इन्स्टिच्युट छ मेरो। त्यो पनि किन भयो भन्ने कुरा, एउटा क्यान्सरको पाटो छ, युटेरस क्यान्सरको पाटो छ। मैले कलेज खोल्न नपाएपछि म धेरै काम गरेँ, काम दिलाएँ, सिप विकास गरेँ, सबै गरेँ। तर मैले ट्रेनिङ चाहिँ दिन पाएको थिएन। मैले त्यो कलेज खोल्ने सपना बिर्सिसकेको रहेछु। त्यो भुलभुलैयामा काम, कस्टमर, ग्राहकको भुलभुलैयामा मैले चाहिँ त्यो पछि म जब युटेरसको क्यान्सरको अपरेसन गर्न हस्पिटलको अपरेसन थिएटरमा लगेँ, त्यो बेलामा मलाई याद आयो म त कलेज खोल्ने हो नि। अनि दुईवटा धुप बालेर अपरेसन थिएटरभित्रै मैले धुप किन्न लगाएर मैले प्रे गरेँ, भगवान् मलाई निको होस्।
मैले निको होस् त भनिनँ, मैले यो प्रे गरेँ कि मलाई मेरो अपरेसन सक्सेस भयो भने मैले देशमा विकास रोज्ने र म कलेज खोल्ने मेरो सपना नभए भने म इन्स्टिट्युट खोल्छु भनेर मैले 54 सालमा इन्स्टिट्युट खोलेँ। मैले फटाफट खोल्न सकेँ किन पहिला ट्रेनिङ दिइरहेको आइडिया मसँग भइसकेको भए त्यो रोग लागेपछि यहाँ औषधि निको पार्ने कुनै पनि औषधि पनि थिएन, ब्लड टेस्टको पनि बम्बई पठाउनु पर्ने, यस्तै अलिकति गाह्रो रोग लाग्यो र रोगको नेचरले अहिले हामीले कुरा गर्दाखेरि पनि सुन्दाखेरि पनि अलि जिरिङ हुरिङ्ने त्यस्तो रोग लाग्यो। तर रोग लाग्दै मैले मेरो बाबालाई याद गरेँ, तुलसीमेर श्रेष्ठज्यू, जुन कुराको लागि कलेज खोल्न उहाँले कति दुःख गर्नुभयो, हात थापी अरूसँग पैसा मागी उहाँले गर्नुभएको, उहाँको कलेज खोल्ने धोको मैले पुरा गर्न सकिनँ भन्ने कुरामा मलाई पेर्यो। मलाई रोगसँग डर भएन, मृत्युसँग मलाई डर लागेन, मलाई केही चाहना पनि भएन, म कुनै लोभ पनि लागेन। तर एउटा डर त मेरो मुटुमा बिज्यो, मैले कलेज खोल्न सकेन। बाबा मलाई कलेज खोल्नलाई के गर्ने गरिदिनु पर्यो, बाबा म कलेज खोल्न चाहन्छु भन्ने मात्रै मेरो रात दिन कराउन थालेँ, बरबराउन थालेँ मैले। अनि त्यही सिलसिलामा एकचोटि बिहान सबेरै एकजना साथी लिएर युनिभर्सिटी गएँ। म कलेज खोल्ने सुन्दाखेरि त्यहाँ भिसी सबै टिमै बोर्ड मिटिङै भइरहेको बेलामा पर्यो अकस्मात, सौभाग्यवश भनौँ। अनि उहाँले सोध्नुभयो किन आउनुभएको, अब यस्तो फेसन कलेज भनेपछि अब तर्सिने त भइहाल्यो, नेपालमा फेसन कलेज चल्छ र भन्ने कुरा भयो। त्यहीँ अब अलिअलि डायलग भन्नुभयो। अनि तपाईँ यस्तो बिरामी हुनु, त्यसमध्ये मलाई चिन्ने चाहिँ 2 जना सरहरू पर्यो, उहाँको घरको मिसेसको लुगा बनाउने। अनि मलाई पहिलाको रूप र रोग पछिको मेरो रूप देखाएपछि उहाँले सोध्नुभयो, नमुनाजी तपाईँ यस्तो बिरामी हुनुहुन्छ, कसरी कलेज भने त सानो चिनो होइन, तपाईँले गर्न सक्नुहुन्छ र भने। अनि मैले पनि यस्तो पनि फर्केर नहेरिकन म सक्छु, थाहा छ म बाँच्दिनँ, थाहा छ मलाई करा रोग लाग्यो, थाहा छ म सक्दिनँ, थाहा छ। तर म एकजना नमुनालाई ब्याचलर गरेर एउटा इतिहास रचेपछि म चित्तामा जानलाई तयार छु। मलाई छिटोभन्दा छिटो कलेजको एप्लिकेसन दिनुहोस् भने। अनि तपाईँको भेन्यू के हो, कस्तो, तपाईँको यो इन्फ्रास्ट्रक्चर कस्तो, अब फिस स्ट्रक्चर के, यो सबै म गर्दै गरौँ, मेरो यो कोठाबाट म सुरु गरौँ, मेरो एउटा कोठाबाट सुरु गरौँ भनेर मैले यही असारको अन्तिम साता नै हो। मैले कति सालको कुरा थियो? 62 सालको कुरा। अनि अन्तिममा तुरुन्तै अब कमाउनु पनि जानेकै भन्नु पर्यो, त्यो सबै हिसाबले पनि मैले खर्च पनि मैले गर्न जानेकै विषय पर्यो। कहाँनिर कन्ट्रोल गर्ने, कहाँनिर खर्च गर्ने कुरा पनि त्यही हिसाबले मसँग पैसा त थिएन, तर मैले कलेज खोलेँ। तपाईँको कलेजबाट अहिले कति विद्यार्थीले शिक्षा हासिल गरे? अब त्यही 500 550 सम्म भयो कि ग्रेजुएट। हजुर। अब हामी अन्त्यमा छौँ। फेसन के हो? अब फेसनलाई सजिलो तरिकाले भने एउटा कल्पना मात्रै हो, एउटा सोच मात्रै हो, जुन सकारात्मक सोच मात्रै भनिन्छ, अनि एउटा रचना मात्रै हो सिम्पल तरिकाले भने। तर यसभित्रमा धेरै कुरा, धेरै गहिरो शब्द छ फेसन धेरै गहिरो किन भन्छु भने मान्छेले अहिले जीवनशैली, हजुरले लगाएको एउटा एटायर, मैले लगाएको एउटा पोसाक, बाटोमा हिँड्ने लगाएको पोसाकलाई मात्रै लिएर पुग्दैन, जीवनशैलीलाई मात्रै हेरेर पुग्दैन। जीवनशैली पनि फेसन अनुसार चेन्जै भइरहेछ। हामी हरेक मान्छेहरू एक अर्का चेन्ज हुँदै गइरहेछ फेसनले। अनि आफ्नो जीवनशैली मात्रै नभइकन यसले सांस्कृतिक भयो, देशको समाज भयो, सामाजिक भयो, राजनीतिक भयो, सारा चिज चाहिँ जुन आन्दोलनले तपाईँले देखाउनु भयो राजनीतिक परिवर्तन कस्तो हुन्छ, यो एउटा सोच हो।
एउटा कल्पना हो, यो फेसन रचना- भनेको सोच हो, कल्पना हो। सकारात्मक। तर नकारात्मक भयो भने त्यो चाहिँ फेसन मानिँदैन। फेसनले सकारात्मक सोचले रचनात्मक ढङ्गले प्रगतितिर लम्काउँछ भने त्यसलाई हामी फेसनलाई मान्न सकिन्छ। फेसन कलाबाटै तपाईँ विश्व चर्चित हुनुभयो। तपाईँले आफ्नो नाम विश्व रेकर्डमा दर्ज गरिसक्नु भएको छ। हजुर तपाईँले यो आफूले गर्दै आएको पेसालाई हजुर। यो उमेरमा आइपुग्दा कसरी सम्झिनुहुन्छ? अब मैले यसो हेर्दाखेरि फेसन म मात्र डिजाइनर त पक्का पनि छैन, देश विदेशमा पनि प्रख्यात डिजाइनरहरू हुनुहुन्छ। तर एउटा कुरा मैले के मान्नुपर्छ भने, मैले सोधिएको, मलाई जसले नोमिनेट गरिनुभयो नि यो मलाई अवार्ड दिनलाई, मैले सोधेको ओल्ड रेकर्डका लागि, वर्ल्ड रेकर्डको लागि म किन नोमिनेट भएको। 4-5 वर्ष पक्नुहोस्, तपाईँ अझ स्टडी गर्नुहोस् भनेको थिएँ मैले। मैले अवार्ड पाएको पनि 4-5 वर्षपछि नै पाएँ। किनभने मेरो सोचमा म ठुलो मान्छे भएर पाएको जस्तो लाग्दैन, अहिले पनि लाग्दैन। म ठुलो मान्छे, मैले ठुलो सोच, मैले ठुलो काम गरेको जस्तो किनभने मैले समातेको सियो नै हो, मैले समातेको मिसिन नै हो, मैले समातेको कैँची हो। सबभन्दा सानो लाइफमा सबभन्दा सानो छ, तर त्यसको महत्त्व मरुन्जेलसम्म चाहिने हाम्रो समाजमा त्यस्तो एउटा समाज। त्यसबाट मैले पाउनु पर्ने जस्तो लागेन, तर मैले पाउनु पर्ने जस्तो लागेको कुरा के अरे निरन्तरता। अहिले समाजलाई म यो भन्छु, जुनसुकै काममा पनि निरन्तरता दियो भने त्यो अवश्य पनि सफल। नेपाली फेसनको आफ्नै पहिचान छ। नेपाली फेसनको आफ्नै पहिचान गर्नलाई हाम्रो प्रोडक्सनमा कमी छ, कमजोरी छ। अहिले जुन बालिन सरकारले नेपाल प्रोडक्सनलाई बढाउने भन्ने कुरा छ, पहिला अलिअलि भइसकेको हो। 4-5 वटा टेक्सटाइल इन्डस्ट्रिजहरू खोलेर राम्रै भइसक्यो। त्यसको मोडलिङमा मैले कृष्टि मैनालीज्यू, करिश्मा केसीज्यूलाई पनि पहिलो चाहिँ कामना भन्ने म्यागजिनमा मोडलिङ गराएर मैले एड पनि नगरे होइन। नेपाली कपडाको नेपाली नेपाली पोसाकलाई नै पनि मोल्डिङमा लान अथवा नेपाली पोसाकलाई नै पनि अन्तर्राष्ट्रिय फेसन शैलीमा लान सकिन्छ। हाम्रो कलर कम्बिनेसनदेखि लिएर हाम्रो कलात्मक भावनादेखि लिएर त्यो सायद संसारमा कमै जस्तो लाग्छ, गर्न सकिन्छ। तर त्यसमा चाहिँ अहिले जुन हाकुपातासीको कुरा आइरहेको छ, हाम्रो इन्डस्ट्रिजहरूबाट प्रभावित अहिले हामीले यो विषयलाई देखाउनलाई अन्तर्राष्ट्रिय जगतमा लाग्न सकिन्छ भन्ने कुराको जवाफ दिनलाई हजुरले अब हाम्रो यो दसैँको घटस्थापना 1 दिन अगाडिको हाम्रो ग्रेजुएसन सो फेसन सो हुँदैछ। त्यसमा हजुरले पुरा देख्न सक्नुहुन्छ नेपाली कपडाको, नेपालीपनाको, नेपाली चिजबाट बनेको गहनाहरू, कपडाहरू, धागोहरूबाट कस्तो कस्तो प्रकारले हामीले डेभलप गरेका छौँ। त्यो हेरिसक्नुभयो भने चाहिँ अवश्य हजुरले यो क्वेसनको जवाफ पाउनुहुन्छ। हजुर, ज्ञानी शोभा तुलाधरज्यू, यहाँले आफ्नो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनु भयो र यहाँले फेसन डिजाइनमा आफ्नो सम्पूर्ण समय, सम्पूर्ण जीवन समर्पण गर्नुभएको छ र यहाँको लामो अनुभव हामीलाई सुनाइदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद दिन्छौँ, आभार प्रकट गर्छौँ। यहाँलाई नमन, यहाँलाई धन्यवाद। आदरणीय दर्शक, कार्यक्रम सर्वे भवन्तु सुखिनःमा आज हामीले नेपालकै पहिलो फेसन डिजाइनर, नमुना कलेज अफ फेसन टेक्नोलोजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसँग नेपालमा फेसन डिजाइनको इतिहासमाथि केन्द्रित रहँदै कुराकानी गऱ्यौँ। यो कुराकानी हेरेर साथ दिनुहुने तपाईँ दर्शकलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छौँ। नमस्कार।